हिजो भर्खर एससीको रिजल्ट पब्लिस भएको छ अनि कङ्ग्रेचुलेसन्स टु अल अफ यु लिटरली अल अफ यु। म किन अल अफ युलाई एम्फोसाइज गरेर बोलिरहेको छु भन्ने सोचिरहनु भयो होला। लेट मी एक्सप्लेन दिस टु यु। मेरो विचारमा एजुकेसन इम्पोर्टेन्ट छ, तर एक्जाम्स इम्पोर्टेन्ट छैन। यो स्कुल्सहरूले, प्यारेन्ट्सहरूले र स्टुडेन्ट आफैले पनि एक्जामलाई यति धेरै प्रायोरिटाइज गरेको छ कि आफ्नो मेन्टल हेल्थको बारेमा सधैँ छैन। न टिचरहरूले आफ्नो स्टुडेन्ट्सको मेन्टल हेल्थको बारेमा कहिले कुरा गर्छ, न कहिले सिकाउँछ, न कहिले सोध्छ, न प्यारेन्ट्सहरूले आफ्नो बच्चाहरूको मेन्टल हेल्थको बारेमा सोचिरहेको हुन्छ। अहिलेको जमानामा पनि स्टुडेन्ट्सलाई कस्तो फिल गराइन्छ भने यो एक्जामको रिजल्ट्सले चाहिँ तिम्रो इन्टायर करियर, तिम्रो इन्टायर फ्युचर नै डिसाइड गर्छ है भनेर एक्जाम आउने बेलामा त्यसरी प्रेसराइज गरिरहेको हुन्छ स्टुडेन्ट्सलाई, बच्चाहरूलाई। मैले अहिले भर्खर एउटा न्युज पढेँ, त्यही भएर मलाई यो भिडियो बनाउन मन लागेको। त्यो न्युजमा चाहिँ के थियो भने एउटा 15 इयर्स ओल्ड 15 वर्षको बच्चाले सुसाइड गर्यो अरे, जस्ट बिकज उसको एससीमा राम्रो रिजल्ट्स आएन। यहीँबाट थाहा हुन्छ कि यो एकाडेमिक रिजल्ट्सलाई कति धेरै प्रायोरिटाइज गरेको छ, कति धेरै प्रेसर दिइरहेको छ एक्जामको कारणले बच्चाहरूलाई, उनीहरूको मेन्टल हेल्थको बारेमा नसोचिकन। वाइ डु आई डोन्ट थिङ्क कि यो एक्जामको रिजल्ट्स यति धेरै इम्पोर्टेन्ट छ। आफ्नो बच्चाको हेल्थको, आफ्नो बच्चाको लाइफ भन्दा पनि एक्जामको रिजल्ट्स यति धेरै इम्पोर्टेन्ट कसरी भयो यो टिचर्सहरूलाई, प्यारेन्ट्सहरूलाई? मेरो लागि चाहिँ रिजल्ट्सको मार्क्सहरू भनेको पेपरमै सीमित हुन्छ। तिनीहरूले मेरो फ्युचर, मेरो करियर, मेरो इन्टेलिजेन्स, मेरो इमोसन्स, मेरो पर्सनालिटी या मेरो पोटेन्सियल डिसाइड्स गर्दैन। सबै स्टुडेन्ट्सहरू बेग्लै तरिकाले लर्न गरिरहेको हुन्छ। उनीहरूको ग्रो गर्ने तरिका डिफ्रेन्ट हुन्छ लाइफमा। एक्जामलाई यति धेरै प्रायोरिटाइज गरिएको छ कि उनीहरूले, स्टुडेन्ट्सहरूले आफ्नो मेन्टल हेल्थ, आफ्नो इमोसन्स, आफ्नो होप, आफ्नो कन्फिडेन्स नै लुज गरिरहेको हुन्छ। डे बाई डे लुज गरिरहेको हुन्छ। उनीहरूले आफ्नो स्कुल लाइफभरि नै लुज गरिरहेको हुन्छ। एन्ड नोबडी सिज इट। कसैले पनि देख्दैन। उनीहरूलाई, मान्छेहरूले देख्ने भनेको एक्जाममा कति मार्क्स आयो, द्याट्स इट। प्यारेन्ट्स, सोसाइटी, टिचर्सहरूले बच्चाको मेन्टल हेल्थको बारेमा फोकस गर्नु, उनीहरूलाई सपोर्ट गर्नु, इन्स्टेड अफ एक्सपेक्टिङ हायर ग्रेड्स, उनीहरूलाई अन्डरस्ट्यान्ड गर्ने कोसिस गर्नुपर्छ। स्टुडेन्ट्सहरूलाई बुक मात्र पढाएर भन्दा पनि उनीहरूलाई स्किल्स, कम्युनिकेसन्स, कन्फिडेन्स, स्ट्रेन्थ, काइन्डनेस, प्रब्लम सल्भिङ, मेन्टल हेल्थको बारेमा सिकाउनु एकदमै धेरै जरुरी